7 दशकको इतिहास बोकेको नेपाल प्रहरीले अनेकौं उतार चढाव, जलन र दलनका बावजुद हिम्मतका साथ अझ दह्रो भई नागरिकको सेवामा अनवरत समर्पित छ। धुलो टकटकाएर उठेको छ, खरानीबाट उठेको छ र फेरि पुनः नागरिकको सेवामा समर्पित भएको छ र यो आफ्नो जिम्मेवारी अटल रूपमा निर्वाह गरेको छ। हालको समयमा प्रहरीको जिम्मेवारी, चुनौती र अवसर र दायित्व वृद्धि हुँदै गएको कुरा स्मरण गराउँदै जनअपेक्षा र दायित्वको गहिराई बढेको तर्फ हृदयङ्गम गर्दै अझ लगनशील हुन निर्देशन दिन चाहन्छु। अपराधको अन्तर्राष्ट्रियकरण, सङ्गठित अपराधको वृद्धि एवं विस्तार, प्रगतिशील सूचना र प्रविधिको क्षेत्रसँगै बदलिँदो संस्कृतिले उब्जाएका नवीन चुनौतीहरूको सामना गर्न सक्षम र व्यावसायिक प्रहरी अधिकृतहरू आज यस समारोहमाझ विकसित हुनु भइरहेको छ भन्ने विश्वास लिएको छु। समयको माग अनुसार नयाँ पुस्ताको आवश्यकता तथा अपेक्षा समेत बुझ्न सक्ने तपाईहरूको माध्यमबाट आगामी दिनहरूमा प्रहरी सेवा प्रवाह र सेवाग्राहीका सन्तुष्टिमा गुणात्मक वृद्धि आउनेछ भन्ने विश्वास सङ्गठनले लिएको छ। सरकारलाई कानुन कार्यान्वयनमा सहयोग पुग्ने, व्यावसायिक कानुन कार्यान्वयनबाट कानुनी शासन स्थापना हुने, कानुनी शासनबाट सुशासन